हामी मामाको घरबाट जान लाग्यो हैन ल ब्याग बोक अलि नसँग बोक नाइ पर्खकै यहाँ पूजा गर्न छ सबैजना निस्किनलाई रेडी हुँदैछन् चक्कर लाएर यी ब्यागहरू गाडीमा जाने सानो मान्छे निस्कि म त लाँदैन मामा लाँदैन छोडिदिनु ए त्यो मजा छ बोकेर हिँड्नुपर्छ ल ल झरौ झरौ ल आइज ल रिन छिटो छिटो निस्कि प्लास्टिकमा हाल्नु न ओइ रुवास्ते भयो सिगाना अब यो बोरा चाहिँ कसले बोक्छ बोरा ल त गरिस् तल गरे न फर्किन्छ फर्किनु हुँदैन भयो ल ल फुपू ल त्यही त छोडे छैन नि ए छेड लिन आउला ल बाई बाई पहिला मैले ल नन यो त सामान पनि के छ यो चाहिँ हाम्रो चलन हो यो गाउँबाट निस्किँदाखेरि यस्तो हुन्छ होइन हामीसँगै जान्छ उता डाँडाबाट उस गर्छ कि भिडियो खिच्छ ला मलाई दिमाग खराब गरायो यार डाँडाबाट गर्छ ल ससुरले भारी यो चाहिँ यस्तो यार ल हिँड के भयो ल ल ल ल अनि यसले पनि हे हालौ थाक्यो है यो भारी छ भारी छ त्यो भारी छ सबजनाको हालत खराब भयो यति उक्लिँदै हालत खराब भयो ल मनाङ पुग्ने मान्छेहरू यस्तो अफरोड बाटो भने यस्तो हो ल अफरोड बाटो भने यस्तो हो नै बाटो यस्तो डिल छ ल ल जाम 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 हेर्नु गाइस यताबाट पहिरो गएर यता त लुक्कै बाउले गर्छ यस्तो बाटो गाउँ आउन मर्छ गाह्रो हो त्यस्तो पहिरोको बाटो चाहिँ अहिले बेसी सहरको भ्यू हेर्न सक्छ हामीले टक्सरबाट एकदम राम्रो देखा बेसर बजार हामी चाहिँ भोलि बेसरबाट उता हुँदै मनाङ जाने होइन बाबा साथै नभए त यो बेसी सहर हो माथि माथि डाँडा कटेर चाहिँ घले गाउँ भुजुङ जताततै पुगिन्छ नालमा घनपोखरा गाउँ कपुर गाउँ जताततै